Hello guys. Today is coming for ल हामी चाहिँ टक्क लगाएर हैन दुबईको समुद्र घुम्न आएका छौं हैन साथीहरु छौं हैन दुई चार जना के छ नेपाल राज भाइ एकदम ठीक ठाक छ है अनि कस्तो लागिरहेछ ए घुमामा आएको बाक्रिदमा एकदम रमाइलो लागिरहेछ सबै ग्रुप आएको 15 20 जना होला है अनि अरूलाई पनि यसो हेर्नु देखाउनु पुरा अरु भनेको छँदैछ हाम्रो गफ गफ गरौँ ल तपाईलाई नै मैले आज गफ गफ गर्नलाई लिएर आएँ हैन अरु कुरा बताउनु नेपाल र यहाँको दुबई देख्दाखेरि डेभलप देख्दाखेरि तपाईले के अनुभूति लिनुभयो नेपाल र डेभलप देख्दाखेरि अब यहाँको धेरै नै फरक छ हैन यहाँको चाहिँ अलि धेरै नै फरक छ क्या अब आय स्रोत जस्तै अब यहाँ हाम्रो पछाडिको स्क्रिनमा देखाइरहेछ ठुला ठुला बिल्डिङहरु हैन दाइ अनि त्यो हिसाबले गर्दाखेरि नेपाल र यहाँ दुबईको डेभलप देख्दाखेरि तपाईलाई के अनुभूति पाउनुभयो नेपाल र दुबईको डेभलप देख्दाखेरि डेभलपमेन्ट एकदमै यो यहाँको जुन राजनीति जुन चल्ने पर्ने सिस्टम छ नि त्यो सिस्टम चाहिँ धेरै नै अलग छ कि यहाँको जुन नियम कानुन छ विशेष त हुनुपर्ने नियम कानुन धेरै नै फरक छ त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँको यहाँ चाहिँ अनि एकदमै हरेक कुरामा क्या चल्नुपर्ने फेसिलिटी जुन चाहिँ छ त्यही कारणले गर्दाखेरि चाहिँ एकदम डेभलप भएको एकदमै चेन्ज भएको हो नि त केही न केही कुरामा जस्तो अब नियम कानुनमा बाँधो भनौँ न नियम कानुनमा हरेक कुरामा नियम लागु हुन्छ नि त त्यही कारणले गर्दाखेरि चाहिँ नेपाल अब त्यो खालको छैन अब बिस्तारै होला भन्ने आशा गरेको छु अहिलेको जस्तै नेपालमा अब नयाँ सरकार आएको छ अब नयाँ सरकारले के हाम्रो नेपाल पनि यस्तै विकसित र अब हेर्दाखेरि आकर्षक अनि दृश्यहरू सुन्दर बनाउला त एकदमै आशा छ एकदम आशा मन भरोसा छ अब नेपालमा पनि बिस्तारै बिस्तारै यस्तै एकदमै योभन्दा पनि डेभलप बिस्तारै बिस्तारै हुँदै जानेछ भनेर चाहिँ आशा गरेका छौँ नेपाली सबै जनताले अब नियम कानुन सबै जनताले हामीले मात्र होइन हामी नेपाली जनता सबैले चाहिँ एकमुष्ट भएर मान्नु पर्यो त्यो नियम कानुन जुन बनाइएको हुन्छ आफ्नै देशको लागि त्यो अनुसारले चाहिँ मान्नुपर्ने हुन्छ सबै कुरा आज्ञा फलो गर्नुपर्ने हुन्छ जुन चाहिँ गलत छ भने त्यो गलतलाई यस्तो हो भनेर भन्नु पनि पर्ने हुन्छ कि तर जुन आफ्नो देशको लागि बनाइएको हुन्छ त्यो फलो गऱ्यो भने पक्कै पनि राम्रो हुनेछ जस्तै अब मानिलिउँ होइन हामीले अब सिधा नजरले हेर्दाखेरि पहिलाको सरकार र अहिलेको बालन प्रधानमन्त्री भएको सरकारमा कतिको भिन्नता देखिन्छ हुँदै पहिलाको सरकार र अब अहिलेको बालन प्रधानमन्त्री हुँदाखेरि भन्नुपर्ने जरुरी छैन अहिले किनभने जनताले बोलिरहेको छ जनताको वचन जनताको जति पनि हेरै जनताको नजर छ होइन जनताको नजरले जनताको कमेन्ट जति पनि छ त्यो अनुसारले अब हयमा लैलैमा लाग्ने होइन कि जति पनि गरिरहेको काम त्यो कामले पनि देख्छौँ हामी त्यो कामले गर्दाखेरि पनि देखिरहेको छौँ कि उहाँले गर्नुहुन्छ पक्का तर त्यही अनुसारले अगाडि बढ्दै जानुभयो भने पक्का पनि नेपाल राम्रो बन्ने छ र जनताले पनि साथ दिनुपर्ने हुनेछ होइन बिस्तारै बिस्तारै अब एकैचोटि अब आउने बित्तिकै बन्छ भन्ने त होइन कि तर त्यसलाई फलो गर्नु पऱ्यो राम्रो कुरा के हो नराम्रो कुरा के हो त्यसलाई छुट्याउनु सक्नु पऱ्यो फलो गर्नु पऱ्यो भन्छ पक्का ल बिस्तारै बन्दै जानेछ हस् त ल एकदमै मिठो इन्फर्मेसन दिनुभयो जे होस् आफ्नो मनमा लागेको कुराहरू तपाईँले हामीसँग सेयर गर्नुभयो दाइ ल एकदमै खुसी लाग्यो ल आजलाई छुट्टौँ ल तपाईँको बाँकी दिनहरू शुभ रहोस् होइन उज्जवल भविष्यको कामना जस्तै अब नेपाल छोडेर अब कमाउनको लागि अब आफ्नो परिवारको लागि पेट पाल्नको लागि अब अरू के अरे दुबई जस्तो देशमा आउनुभएको छ होइन तपाईँको आफ्नो उज्जवल भविष्यको कामना छ दाइ हस् त धन्यवाद नमस्कार थ्याङ्क यू